हेलो एभ्रिवान, यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहे बुवालाई नयाँ वर्ष उपहार पार्ट 2 भिडियोमा। साथीहरू, मैले चाहिँ यो फोटो बुवालाई दिइसकेपछि सोध्यौँ क्या, बुवा यो फोटोको बारेमा केही भनिदिनु न भनेर। अनि बुवाले फोटोलाई राम्रोसँग निहालेर भन्दै हुनुहुन्थ्यो, मैले जीवनमै पहिलोपटक लगाएको कोट हो यो भनेर। साँच्चै नै हाम्रो बुवाले चाहिँ जीवनमा पहिलोपटक लगाउनु भएकै कोट थियो यो। त्यति बेला चाहिँ हाम्रो बुवा गाविस अध्यक्ष हुनुहुन्थ्यो क्या। अनि बुवा चाहिँ हरेक सङ्घ संस्था कार्यालयतिर मिटिङतिर होइन जानुपर्ने कि। त्यही भएर पनि बुवाले अलिकति आफ्नो लवाइमा पनि परिवर्तन गर्नुपर्ने रहेछ भन्ने महसुस भएर त्यो चाहिँ कोट सिलाउनु भएको थियो। अनि त्यो जमानामा नै 450को कपडा अनि 4500 चाहिँ सिलाउने ज्याला पऱ्यो। कति महँगो हुने रहेछ कोटको सिलाइ ज्याला भनेर हामीलाई चाहिँ बुवाले सुनाउनु भएको थियो। हामी त सानै थियौँ कि त्यतिखेर त। अनि मैले चाहिँ यो फोटो बनाएर दिनुको मेन उद्देश्य भनेको बुवालाई लाइफमै पहिलोपटक लाउनु भएको कोटको पनि सम्झना रहोस् भनेर। थ्याङ्क्स फर वाचिङ।